लागेको चोट पो कसैले देख्दैनन्, लुकाएर लुकाउन सकिन्छ। शरीर बाहिर लागेको चोट त सबैले देख्छन्, जतिसुकै लुकाउन खोजे पनि सकिँदैन बहिनी। तिमी जस्तो केटालाई त्यही पाके श्रीमती नै सुहाउँछ, म जस्तो केटी होइन। सबै कुरा भन्नुहोस् दिदी, तर उहाँलाई छोडेर अर्को बिहे गर्न भन्नुहोस्, किनकि उहाँ मेरो जिन्दगीको सुरुवात पनि उहाँ हो र अन्त्य पनि उहाँ नै। बुढो आज त के हो, बिहान बिहानै उठ्नु भएछ त। आउनुहोस् टिका लाउनुहोस्। सुतिरहेको छु भन्ने कुरा तँलाई थाहा छैन? मलाई निन्द्रा डिस्टर्ब गरेर त भने यहाँ पूजापाठ गरेर बस्ने? केका लागि पूजापाठ गर्छस्? केका लागि? त जस्तो अलक्षिणाले पूजापाठ गर्दैमा भगवान खुसी हुन्छन्? अनि अर्को कुरा कान खोलेर सुनिराख तैँले। आज उपरान्त यस घरमा पूजापाठ गरेर घन्टी बजाएको सुनि भने म जतिको नराम्रो अरू कोही हुने छैन। सिधै यो घरबाट निकाल्छु, बुझिस् तैँले? तपाईँ किन यसरी आवेशमा आउनुहुन्छ? पहिला मेरो कुरा त सुन्नुहोस्। के सुन्नु पर्यो? मैले तेरो कुरा के सुन्नु पर्यो? बुढो, हजुरले किन बुझ्दै नबुझी म माथि हात उठाउनु भएको? झन् आज मेरो आज के? आज के तेरो? मसँग त चुचुलो चलाउँछस्?
मसँग थुतुना चलाउँदै रहेछस् मसँग सवाल जवाब गर्ने हेर कठै छोरा तँलाई आजभोलि के भइरहेको छ किन यसरी दिनरात बुहारीलाई कुट्छस् पिट्छस् र नमिठा वचनहरू लगाएर घोज्छस् यसलाई तैँले आफूले नै सानै उमेरदेखि माया गरेर एक आपसमा स्कुल जाँदा आउँदा एकदम माया प्रीतिले भावले मन पराएर बिहे गरेर भित्रिआएको बुहारी होइन नि बाबु तँ मेरो छोरा होस् तँलाई म राम्ररी चिन्दछु तेरो हरेक आने बानी बेहोर सबै कुरा मलाई थाहा छ तर आजभोलि तँ किन छोरा यसरी एकाएक परिवर्तन भइस् एकपटक राम्रोसँग सोच्दा छोरा यिनी बिहे गरेर आउनुभन्दा पहिला हाम्रो घर कस्तो थियो अहिले यिनी हाम्रो घरभित्र भित्रेपछि हाम्रो घर स्वर्ग भएको छ हाम्रो घरमा यिनी भित्रेर जति सुकै स्वर्ग छाए पनि यिनी प्रति अचेल तेरो मनमा कालो बादल छाएको छ छोरा अन्जानमा यिनीबाट केही गल्ती हुन पुग्यो होला त्यही गल्तीको कारण यिनीसँग तँ रिसाएको हो भने म तेरो बाउ हुँ छोरा म तँसँग हात जोडेर बिन्ती गर्छु यिनलाई माफ गर्दै छोरा माफ गर्दै यिनको आँखाबाट आँसु झरेको र यिनी दुखी भएको म हेर्न सक्दिनँ ओए अझै के यहाँ गएको आँसु जस्तो पिल 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 झारेर बसेकी छस् जा आफ्नै लम्मा बुहारी जाऊ भित्र गएर आराम गर बरु के काम गर्नुपर्ने हो मलाई भन म गर्छु किन यसरी मुख ढाकेर हिँड्छौ बहिनी मनभित्र लागेको चोट पो कसैले देख्दैनन् लुकाएर लुकाउन सकिन्छ शरीर बाहिर लागेको चोट त सबैले देख्छन् जति सुकै लुकाउन खोजे पनि सकिँदैन बहिनी कति दिनसम्म सहेर बस्छौ बहिनी यो चोट र पीडाहरू मैले भनेको मान्छे भने छोड्देऊ त्यस्तो लोग्नेलाई जुन लोग्नेले आफ्नो स्वास्नीको भावना इच्छा चाहना नबुझेर दिनरात यातना दिएर मर्नसम्म बाध्य बनाउँछ भने त्यस्तो लोग्नेसँग बस्नुको कुनै औचित्य छैन बहिनी अहिलेसम्म त केही बिग्रेको छैन तिम्रो उमेर छ तिमी राम्री छौ खाइलाग्दी छौ तिमीले भने जस्तो केटा पाउँछौ म त भन्छु त्यसलाई छोडेर नयाँ घरबार सुरु गर्दा हुन्छ तिमीले धेरै नसोच बहिनी मैले तिम्रै भलाइको लागि भनेको बाँकी तिम्रो इच्छा दिदी हजुरले मलाई आफ्नै बहिनी सोचेर यो सबै कुरा भन्नु स्वाभाविकै हो तर हामी छोरी मान्छेको बिहे भनेको जिन्दगीमा एकचोटि मात्र हुने हो मेरो उहाँसँग भइसक्यो अब उहाँले मलाई सुख दिए पनि दुःख दिए पनि कुटे पनि मारे पनि जस्तो सुकै यातना दिए पनि म उहाँकै कहाँमा मर्छु दिदी म उहाँलाई छोडेर अर्को बिहे गर्न सक्दिनँ सबै कुरा भन्नुहोस् दिदी तर मलाई उहाँलाई छोडेर अर्को बिहे गर्न भन्नुहोस्
किनकि उहाँ मेरो जिन्दगीको सुरुवात पनि उहाँ हो र अन्त्य पनि उहाँ नै। यसरी नरो बहिनी, मेरो कुराले तिमीलाई धेरै चित्त दुखे जस्तो छ। मेरो इरादा तिम्रो चित्त दुखाउने होइन, म पनि तिम्रो दिदी जस्तै हो, कुनै शत्रु होइन। मैले त तिमीले न सुख शान्ति पाउँथ्यौ कि भनेर मात्रै भनेको हो। अब के गर्ने के नगर्ने त्यो तिम्रो इच्छा। ल बहिनी, मलाई पनि ढिला भयो, अहिले म जान्छु है। किन होला आजभोलि सपना म साह्रै नराम्रो देखिरहेको छु। कतै मेरो छोरीलाई बिसन्चो त भएन? एकपल्ट फोन गरेर सोध्नु पर्यो। किन होला मेरो छोरीले फोनै उठाउँदिन? जतिखेर पनि फोन मात्रै काट्छ। मधु, कति बेला आयौ तिमी? हेर न, म त आउँदा आउँदै ढिलो भए। नरिसाउन है। के नौलो कुरा भयो र नरिसाउनलाई? तिम्रो यो सधैँको बाहना हो, थाहा छैन र मलाई? भयो बाबा, भयो, गल्ती भयो। अब त नरिसाउ न, बरु एकचोटि मुसुक्क हाँसिदेऊ। मुसुक्क हाँसेर मिठो बोल्नलाई त काम पनि त्यस्तै गर्नु पर्यो नि। नरिसाउ न अब फेरि। ल ल, रिसाउँदिन, बरु सुनाउ न, कस्तो छ तिमीलाई? खै के छ भन्नु, तिम्रो मायाले आजसम्म बाँचेको छु मधु। के भयो तिमीलाई? अनुहार त न्याउरो देख्छु त। कि त्यो चोथालेले केही भन्यो तिमीलाई? खै घरको अवस्था पनि त्यस्तै छ, के भन्नु तिमीलाई? मैले त भनेकै हो नि तिमीलाई, मेरो कुरा त कहिले सुन्ने होइन। त्यो चोथालेलाई घरबाट निकालिदेऊ, तिमी र म छिट्टै एक हुनुपर्छ भनेर। मेरो कुरा नै सुन्दैनौ। भने जस्तो सजिलो कहाँ छ र मधु? मैले पनि त कोसिस नगरेको होइन, कोसिस गरि नै रहेको छु। हेर बसन्त, मलाई अरू कुरा के पनि थाहा छैन। म यो गाउँमा बस्नु पनि धेरै समय छैन, केही दिन मात्र बाँकी छ। त्यही भएर जे गर्नु छ छिटो गरिहाल। साँच्ची, अनि मैले तिमीसँग 20,000 पैसा मागेको थिएँ नि, ल्याइदेऊ त? खै ल्याऊ त? ल्याएको छु। ए, त्यहाँ पनि रहेछ त, खुइदेऊ। तिमीलाई के काम? राख। थ्याङ्क यू।
ऋतुकी आमा, तिमीले छोरीलाई फोन गरे भनेर सुनेको थिएँ। कस्तो छ र त त्यसलाई? के छ र त खबर? सन्चो बिसन्चो सबै सन्चै त छ होला नि? अन्त गरे नि बुढो। के छ तँलाई, कस्तो छ भनेर सोध्यो भने केही कुरा भन्दिन, खालि रुन्छे मात्रै। छोरीले साह्रै दुःख पाइ जस्तो छ बुढा। पहिले पनि उसको घरको कुरा केही भन्दिन। बिचारी हाम्रो छोरीले त साह्रै दुःख पाउने भयो बुढो त्यो घरमा। अब के गर्ने होला? यस्तै हुने हो भने त हाम्रो छोरीको जिन्दगी बर्बादै हुन्छ बुढो। लौ न, केही उपाय निकाल्नुहोस्। के गर्छौ त ऋतुको आमा? मैले अहिले आएर के उपाय निकाल्नु? धेरै ढिला भइसक्यो। ऊ बेलामा बुद्धि बिगारेर एउटै गाउँठाउँको सँगै पढ्ने, मलाई धेरै माया गर्छ, म जिन्दगीभर उसलाई साथ दिन्छु, उसले पनि मलाई साथ दिन्छ भनेर आँखा चिम्लेर हाम फालिहाली। अहिले आएर बिचारीलाई न टोक्नु न बोक्नु भएको छ। धेरै दुःख पाइ छोरीले, के गर्ने? एउटै गाउँठाउँको सँगै पढेको, सानैदेखि माया प्रेममा फसेका, एकले अर्कालाई माया गर्छन् भनेर पनि नहुँदो रहेछ बुढी। अहिले आएर हेर न, उदाहरणको लागि हाम्रै छोरी र ज्वाइँ भएका छ। यस्तै भयो भनेर हामी चुप्प लागेर बस्नु हुँदैन बुढो। हाम्रो चाहिँ अबुझ भए पनि सम्तीज्यूले त सबै कुरा बुझ्नुहुन्छ नि। हजुर गएर उहाँसँग केही कुरा राख्नुहोस् न। न कतै हाम्रो ज्वाइँलाई सम्झाइ बुझाइ गर्नुहुन्छ कि सम्तीज्यूले? तिम्रो कुरा मनासिबै हो नि ऋतुकी आमा, तर भने जस्तो सजिलो कहाँ छ? ऊ बेलामा सम्तीज्यू आएर हाम्रो छोरीलाई मागेर बिहे भएको भए अहिले आएर मैले कुरा गर्न पनि सुहाउँथेँ। तर के गर्ने? त्यो बेलामा आफू खुसी मन परापर गरेर बिहे गरेर गइहाले। अहिले आएर सम्तीज्यूसँग कुन मुख लिएर म बिन्ती बिसाउन जाऊँ? त्यसो भनेर कहाँ हुन्छ र बुढा? आफ्नो सन्तान हामीलाई माया त लागिहाल्छ नि। छोरीको घरबार जोगाउनलाई भए पनि सम्तीको अगाडि हामी झुकेर जानै पर्छ। त्यही भएर एकपल्ट छोरीको घरमा पुगेर आउनुहोस् बुढो। ऋतुकी आमा, तिमीलाई जति ऋतुको माया लाग्छ नि, मलाई पनि त्यति नै माया लाग्छ। उसको घरबार बिग्रेको म पनि त हेर्न त सक्दिनँ नि। तिमीले भनिहाल्यौ, अब हाम्री छोरीको घरबार जोगाउन भए पनि लाजै पचाएर भए पनि म सम्तीज्यू कहाँ एकपटक गएर बिन्ती बिसाएर आउँछु। केही सुधार भइहाल्छ कि? बरु जाने तयारी गर, म एकपटक पुगेर आउँछु। हुन्छ। त्यो अलक्षणाले मेरो जिन्दगी बर्बाद पारे। न घरको न घाटको बनाइदिए। त्यो लक्षिणको भइदिएको भए मेरो जिन्दगी हराभरा हुन्थ्यो। तर के गर्नु, लक्षिणको परिने अहिले आएर मलाई धोप्ने बनायो। आज त्यो कुलाङ्गारीलाई म घरमा त जाउँ न, राटी नेगेर मारिदिन्छु। त्यसले मलाई के सोचेको छ? के सुनेर बसे? त्यो भाइ अनि हट्टीमाएर आफू कुरा गर्ने अनि नसुनेर के गर्ने त? कान थुन, कान थुन। तिमी नबोला भाइ। मेरो कुरो म आफै गरिरहेको छु, किन सुनेको? नसुन्दा त तिमी र म छौँ, दुईजना पैसा छ, कसले सुन्छ त कुरा? कान भाइ सुन्दैन, यो भाइ पनि अचम्मको कुरा गर्छ।
त्यो पनि हो खायो खाओ ए जनायो कति हल्ला गरे राति भइसक्यो 50 रुपियाँ रौसी खान्छन् लाखको हल्ला गर्छन् यार यिनीहरू त जाऊ आफ्नो घर अहिले बुढीले घर गएर भात नदिने ढोका नखोलिदिने आधा रातमा जाँड खाएर हल्ला गर्दो रहेछन् जनायोहरूले पनि मेरो पसलमा कोही आउनु दिने भएनन् यिनीहरूले गर्दा कोही आउँदैन अहिले त नगराउ के अरे मेरो पसलमा मै बोल्न नपाउनु नकराउनु अझ खाएर जनायोहरू हल्ला गरेर बस्छन् अझ नकराउने जाऊ आफ्नो घर आधा रात भइसक्यो पैसा देला भनेर ठुलो आशा बोकेर यत्रो उकालो चढेर गएँ आज पनि लगाएर पठाएँ कहिले उठाउने होला योसँग पैसा मैले पनि होइन के हो विष्णु काका एक्लै बराबर आउँदै हिँड्नु भएको छ त यति बेला के हुनु नानी त्यो माथि मानेका अलिकति पैसा लिनु थियो अनि त्यहाँबाट दिन्छ कि भनेर गएको आज पनि छैन भनेर टारे अब कहिले उठाउने होला अनि नानी तिमी चाहिँ यति राति कहाँ पुगेर आयो घरमा नुन भुट्नु सकेको थियो बजारसम्म गएकी थिएँ आउँदा आउँदै झमक्कै साँझ पर्यो काका तपाईँ त मानेको घरबाट आउँदै हुनुहुँदो रहेछ तर खै एउटा कुरा भन्न मन लागेको छ भनौँ कि नभनौँ मलाई त भन्न पनि अप्ठ्यारो लागेको छ के कुरा हो नानी भन न अप्ठ्यारो मान्नु पर्दैन के भनौँ र काका खै म बजारबाट आउँदै गर्दाखेरि तपाईँको छोरो बसन्तलाई मिठु दिदीको होटलमा रक्सी खाइरहेको देखेको थिएँ रक्सीको नसामा बरबराउँदै मुखमा जे आयो त्यही बोल्दै ऋतुलाई घाँटी थिचेर मार्छु घरमा गएर यस्तो गर्छु उस्तो गर्छु जे पाएँ त्यही भनिरहेको थिएँ तपाईँ छिटोभन्दा छिटो मिठो दिदीको होटलमा गएर तपाईँको छोरालाई सम्झाइ बुझाइ गरेर घरमा लिएर जानुहोस् काका होइन भने आज ठुलो अनर्थ हुन सक्छ बुहारी तिमी यो के भन्दैछौ के यो कुरा साँचो हो काका मैले जे देखेँ जे सुने तपाईँलाई त्यही भन्दैछु बरु ढिला नगर्नुहोस् छिटोभन्दा छिटो होटलमा गइहाल्नुहोस् हुन्छ बुहारी हुन्छ तिमी पनि राम्रोसित जाऊ है ल हुन्छ काका ल
के रक्सी खाएको तैँले घर जानु पर्दैन तँलाई जाउँ नि कुन घर बा कसको लागि घर जाने के का लागि जाने घरमा बस्न रमाउन त मन खुसी हुनुपर्छ घर गएर त्यही अलक्षिणाको अनुहार हेर्ने मजान्न बा यो मन खुसी हुनुपर्छ घर गएर त्यसको खाप्चो हेरेर मनलाई दुखी बनाउनु छैन मलाई धेरै कुरा नगर्न छोरा हिँड खुरुक्क हिँड छोरा घर जाउँ नि भन यो स्वाद पार्छु म धेरै खाइसकिस् तैँले पर्दैन हिँड ए हो त है कति पैसा भएको छ कुनी कति पैसा भयो साउनी यसले खाएको 360 ल यति राख्दै गर्नुहोस् भोलि दिन्छु अरू हस् ए साउनी अर्को एक गिलास हाल्नु त छैन रौसी कति खाने हो यो जडाइहरूले रौसी जाऊ अब गर पसल बन्द गर्नु परेन राति भइसक्यो खाली करा छ जडाइहरू केही हुँदैन क्या साउनी एक गिलास हालिदिनु ल यति खाएर म पनि गइहाल्छु अब आफ्नो बाटो रलास जरा त्यो बुहारीले अहिलेसम्म केही पनि नखाइकन बसिरहेको त्यसले किन खानु पर्यो ह त्यसले के खानु पर्यो अहिले त्यसले खानेकुरा चाहिँ होइन अहिले म गएपछि के खान्छ त्यसले वर्षा नहोला है धेरै कहाँ पुर्यायो मलाई पुर्यायो छोरा पुर्यायो तँलाई तेरै बुद्धिले गर्दा कहाँ पुर्यायो हो ए बिचरा बुहारी त हामीलाई खाना कुर्दा कुर्दै बसेकै ठाउँमा निदैछ हेर यो कस्तो आनन्दले सुते कि ए छोरा तैँले के गर्ला
मार्नु भएको हजुरले यस्तो? अरे शिव, यो छोरा तैँले यो के गरेको हँ? यस्तो चिसोमा पानी छ्यापेर बिचारी बुहारीको सबै कपडा भिजाइदिस् है? देखेनौ तिमीले के गरेको भनेर? यो कुलङ्गार्नी यहाँ आरामले सुतेर बसेकी थिए, त्यही भएर मैले पानी हालेर बिउजाइदिएको। पुरो सिधा छ बा। जति सम्झाए पनि तँलाई लागेन। मैले त तँसँग हारेँ छोरा, हारेँ। आखिर तपाईँ मबाट के चाहनुहुन्छ? हरेक पल, हरेक क्षण, हरेक दिन पटक पटक मलाई यसरी यातना दिनुहुन्छ। म जान्न चाहन्छु आज किन म प्रति तपाईँको मनमा यति धेरै घिर्न जाग्यो। हर कोहीलाई आफ्नो जन्मदिन कति महत्त्वपूर्ण हुन्छ आजको दिनमा तपाईँले सोच्नु भएको छ? तपाईँलाई थाहा छ आज मेरो जन्मदिन हो। आजको दिनमा पनि तपाईँले मलाई किन यति धेरै सजाय दिनुभयो? मैले त्यस्तो के गल्ती गरेको थिएँ जसको कारणले गर्दा आज म यति धेरै रुनु पर्यो? म कति अभागी रहेछु। आजको दिनमा पनि म यति धेरै रोइरहेको छु। ए आज तेरो जन्मदिन पो? के ठुलो कुरा हो त? बरु म त भन्छु त नजन्मेकै भए जाति हुन्थ्यो। त नजन्मेको भए मसँग भेट पनि हुँदैन थियो, बिहे पनि हुँदैन थियो, र त मेरो लागि यसरी गाडो पनि भएर बस्नु पर्दैन थियो। बरु यसो गर्न, त मेरो खुसीको लागि भए पनि मेरो जिन्दगीबाट टाढा गइरेन, अनि म खुसी हुन्छु। र अर्को कुरा सुन, तैँले सोधेकी हैनस् तपाईँ मबाट के चाहनुहुन्छ भनेर? हो, यही हो। त यो घरबाट र मेरो जिन्दगीबाट सधैँको लागि टाढा भइदिए हुन्थ्यो भन्ने चाहन्छु। बुझिस् होला नि? अब छोरा चुप लाग त। अब यहाँभन्दा एक शब्द बढी बोलिस् भने नि म बिर्सने छु कि तेरो बाउ हुँ भनेर। मलाई त आज आएर तँ माथि शङ्का लाग्न थाल्यो, कतै तँ मेरो रगत होइनस् कि भनेर। सायद तँ मेरो रगत भइदिएको भए आफ्नै श्रीमती माथि यति साह्रो निर्दयी र राक्षस जस्तो व्यवहार गर्दैन थिइस् छोरा। तँलाई थाहा छ आज बुहारीको जन्मदिन थियो। जन्मदिन जस्तो विशेष दिनमा पनि बिहान बुहारी पूजा गरिरहेको ठाउँमा गएर शरीरैभरि निल्लामै निल्लाम हुने गरी कुटपिट गरिस्। यही हो मैले तँलाई सिकाएको धर्म अनि संस्कार। मान्छे भएर मान्छेको जस्तो व्यवहार गर्न सिक छोरा, पशुको जस्तो होइन। हेर, म तेरै बाउ भएको नाताले तेरै भलाइको लागि यी सबै कुराहरू भनिरहेको छु। बेलैमा सुध्रे, भोलि फेरि यस्तो दिन नआओस् कि अब त म सुध्रेँ, मेरो कुरा कसैले सुन्दै न भन्दा पनि सुन्ने मान्छे कोही नपाउलास् तैँले। भयो बा, मलाई तिम्रो प्रवचन सुन्नु छैन। मलाई माया गर्ने, साथ दिने अरू कोही भेटिसकेको छु। तर मलाई यसको चाहिँ खाप्चो हेर्नु छैन है। ल फेरि कहाँ जान लागेको? खाना खाएर मात्रै जा। मलाई तिमीहरूको खाना पनि खानु छैन। तिमीहरू खाए खाओ, नखाए नखाओ, तर मेरो चिन्ता चाहिँ कसैले नगर है। ल
जति सम्झाए पनि नसम्झिने भयो बुहारी। म त के गर्ने के नगर्ने अन्यलमा परिसकेँ। बुहारी मलाई पनि खाना पस्क, म पनि खाना खान्छु अनि सुत्नु जान्छु।
तिमीलाई एउटा कुरा भनौँ। भन न, के कुरा हो? मलाई अहिले जसरी माया गरेका छौ नि, भोलि हाम्रो बिहे पछाडि नै यसरी नै माया गर्छौ तिमीले मलाई? धत लाटी, यो कस्तो कुरा गरेको तिमीले? माया पनि धेरै र थोरै भन्ने हुन्छ र? म तिमीलाई अहिले जति माया गर्छु, भोलि बिहेको दिनपछि पनि उत्तिकै माया गर्नेछु। यो मेरो बाचा भयो ऋतु। होइन है बुढी, कहाँ गयो? म त तयार भइसक्यो त, छिटो आऊ न। यो झोलामा छोरीलाई केही खानेकुरा हालिदिएको छु, छोरीको हातमा दिनु। अनि आमाले धेरै सम्झेको छ पनि भन्दिनँ। अनि सम्झी र ज्वाइँलाई राम्रोसँग सम्झाएर आउनुहोस् है बुढा। हुन्छ बुढी, तिमी केही पिर नगर। म ज्वाइँलाई सम्झीलाई भेटेर राम्रोसँग कुराकानी गरेर सम्झाएर आउँछु। तिमी राम्रोसँग बस है। छोरी, ए छोरी, ऋतु, ए ऋतु। ए सम्धीज्यू पो आउनुभएछ। नमस्कार सम्धीज्यू। नमस्कार सम्धी। आउनुहोस् न, भित्र जाउँ, भित्रै गएर गफ गरौँ। हस्। आउनुहोस्। आउनुहोस् न सम्धीज्यू, बस्नुहोस्। हस् हस्। अनि सब परिवार कुशलै त होला? कुशल आरामै छ सम्धीज्यू। अनि छोरी ज्वाइँ त देखिन्न नि त? छोरो चाहिँ गाउँतिर यसो साथीहरूसँग घुम्न गएको होला। अनि बुहारी चाहिँ आज खेतमा गहुँ छर्ने खेतालाहरू छन्, खाजा लिएर गएकी छ। आइपुग्ने बेला हुनुभएको छ। अनि सम्झेछु, हजुर त कहिल्यै नआउने मान्छे, एक्कासी खबरै नगरिकन आउनुभयो। केही विशेष काम थियो कि? खै सम्झेछु, विशेष काम भनौँ भने पनि यस्तो विशेष छैन, होइन भनौँ भने पनि बाध्य भएर बोल्नै पर्ने अवस्था आएको छ। अब उहिले हाम्रो पालामा छोराछोरीले बाबुआमाको मुख हेरेर पनि डराउँथे। अहिले जमाना यस्तो रहेन, जमाना परिवर्तन भइसक्यो। त्यसैले सम्झीज्यूसँग सानो बिन्ती बिसौँ भनेर आएको नि सम्झीज्यू। कस्तो बिन्ती होला सम्झेछु? मैले त हजुरको कुरा कहिले बुझिनँ। अब हजुरको घरको परिवारको विषयमा सबै कुरा हजुरलाई थाहा छ नै छ नि सम्झीज्यू। तर पनि बाहिर गाई गुई सुन्नमा आउँदाखेरि मेरो छोरीले साह्रै दुःख पाएको कुराहरू गाउँलेले गर्छन्। के रहेछ कसो रहेछ भनेर हजुर त बुझ्ने मान्छे, हजुरसँगै बुझौँ सल्लाह लिउँ भनेर आएँ सम्झीज्यू। कुरा यही नै। सम्झेछु, हजुर र हामी त एउटै जमानाको मान्छे। हजुरले गर्नुभएको र सुन्नुभएको कुरा स्वाभाविकै हो। हजुरसँग के कुरा लुकाएर गए? सानैमा त्यसकी आमा बितेर गए। आमा बितेर गएपछि आमा र बुबा दुवैको माया दिएर त्यसलाई मैले हुर्काई बढाई यत्रो बनाएँ। तर आज खोइ मेरो पालन पोषणमा खै के कमी हुनु गए पनि मैले राम्रो संस्कार दिन सकिनँ। हुन त त्यो पहिला त्यस्तो मान्छे होइन, बिचमा एक्कासी परिवर्तन भएर आयो। किन परिवर्तन भएर आयो, के कारणले परिवर्तन भएर आयो, खै मैले त केही पत्तो पाउनै सकिनँ सम्झेज्यू। सम्झेज्यू, जमानाको परिवर्तनसँगै परिवर्तन भयो होला भन्ने सोचियो।
आफू खुसी बिहा गरे। हजुरलाई थाहै छ मेरो त एउटा मात्र छोरी हो। झैँ पञ्चे बाजा बजाएर बिहा गरौँ भन्ने हरेक बाबाको इच्छा हुन्छ। मेरो पनि थियो। आफूले मन पराएको केटो होस् न त भनेर चित्त बुझाइयो। तर अहिले आएर अरूको कानबाट तेरो छोरीले दुःख पाई, तेरो ज्वाइँ बेकामी भयो भनेर सुन्दा आफैलाई दुःख लागेर आउँछ सम्झिजी। गल्ती भन्ने कुरा मान्छेबाट नै हुने हो। उरनठेलो केटो ज्वाइँ कुलतमा लागेर पो हो कि अलिकति खराब बानी छ अरे भन्ने सुन्नमा आएको छ। त्यही भएर गल्ती गर्दैमा मान्छे बिग्रिन्छ भन्ने होइन सम्झिज्यू। मलाई सम्झाइ बुझाइ गरेर राम्रो बाटोमा फर्काउन सकिन्छ कि? मैले सकेँ भने म सम्झाउँछु, होइन भने हजुरले सम्झाएर भए पनि ज्वाइँलाई सही बाटोमा ल्याउनुपर्छ सम्झिज्यू। नत्र त मेरो छोरीको भविष्य बर्बाद हुने हो। मेरी एक्लै छोरीको घरबार बिग्रिनबाट बचाइदिनुहोस् सम्झिज्यू। म हजुरको अगाडि हात जोड्छु सम्झिज्यू, बिन्ती छ। म महसुस गर्छु सम्झिज्यू, यतिखेर हजुरको मनमा के बितेको छ भन्ने कुरा। मेरो पनि घरमा छोरी छैन। छोरी नभए पनि हजुरको छोरीलाई यो घरमा मैले बुहारी होइन, आजसम्म छोरीकै रूपमा स्थान दिएर राखेको छु। रह्यो कुरा छोराको, आज बुद्धि पलाउला कि भोलि बुद्धि पलाउला कि भनेर भन्दा भन्दै यतिका समय गयो। तैपनि त्यसको बुद्धि पलाएन। बुद्धि पलाउनु त परै जाओस्, अब त राम्रो कुरा गर्दा पनि मै माथि आइलाग्छ कि भन्ने पो डर लाग्न थाल्यो। त्यसो भनेर पनि कहाँ हुन्छ र सम्झिज्यू। हुन त उखान छ मूर्खदेखि दैव डरा भन्ने। तर मान्छेले कस्ता कस्ता जनावरलाई त बसमा ल्याएर राखेका छन्। उहाँ त मान्छे हो, सम्झाउँदाखेरि मेरो हिसाबले मान्नुहुन्छ होला। यदि हजुरले पनि सम्झाउन सक्नुहुन्न, ज्वाइँसाब पनि सुध्रिनुहुन्न भने भैँसीलाई सिङको भारी कहिले हुँदैन सम्झिज्यू। मेरो एउटी छोरी हो, म घरमा लगेर उनलाई पालन पोषण गर्न सक्छु। मेरो कुरामा चित्त दुखाएर हजुरले गाह्रो पिरो चाहिँ नमानिदिनु होला। बुबा सम्झिज्यू, हजुर बाउ छोरी एकछिन भलो पुछारी गर्दै गर्नुहोस्, म बाहिरसम्म गएर आउँछु है। नरौ छोरी, नरौ। अब म आइसकेको छु, अब सबै ठिक हुन्छ। नरौ छोरी, उठ। तिमी मेरी छोरी हो। मेरी छोरीको आँट र हिम्मत गरो छ। बुबा आमालाई कस्तो छ त? आमा ठिक छ छोरी, सधैँ तिम्रो पिर चिन्ता गरिरहन्छे। तिमीले फोन गरेर पनि केही नबोल्दा जानु न बुढो, छोरीको हालखबर के रहेछ बुझेर आउनु भनेर मलाई पठाएको। अब म आएको छु, अब सबै ठिक भएर जान्छ छोरी, पिर नगर। तिम्रै आमाले तिमीलाई धेरै सोधेको छ, अनि आमाले यहाँ खानेकुरा पनि पठाएको छ छोरी। आफूले मन पराएको केटासँग
आफू खुसी बिहा गरेर आयो, राम्रै होला त नि भनेर वास्ता गरिएन। तर तिमी माथि यति ठुलो अन्याय र अत्याचार हुँदा पनि आफ्ना बाबुआमालाई एकचोटि सुनाउनु पर्छ भन्ने कुरा तिम्रो दिमागमा आएन छोरी? आफ्नो छोरीको मुखबाट सुन्नुपर्ने कुरा जोरीपारीको मुखबाट सुन्नु पर्दा साह्रै दुःख लाग्यो छोरी। आफ्ना छोराछोरीलाई दुःख पीडा पर्दा कुन चाहिँ बाबुआमाको मन मान्छ र छोरी? त्यही भएर सहन नसकेर म तिमीलाई भेट्न आएको छोरी। अब केही पिर चिन्ता नगर, सबै ठिक भएर जान्छ। हजुरहरूले मलाई माया गरे जस्तै म पनि हजुरहरूलाई उत्तिकै माया गर्छु बुबा। तर के गर्नु, सानै उमेरमा बुद्धि बिगारेर आफू खुसी बिहे गरिहाले। अहिले आएर मलाई दुःख भयो भनेर म हजुरहरूलाई कसरी भन्न सक्दिनँ बुबा। मैले हजुरहरूको चित्त दुखाएकोमा मलाई माफ गरिदिनुहोस् बुवा। मैले अहिले आएर बल्ल बुझ्दैछु बाबुआमाको चित्त दुखाएर आफू खुसी गर्नुको परिणाम कस्तो हुँदो रहेछ भनेर। भयो छोरी, रोएर यसरी आफूले आफूलाई कमजोर नबनाऊ छोरी। यसमा गल्ती न त तिम्रो छ न त गल्ती हाम्रो छ। यो सबै दोष समयको। बुबा हजुर बस्दै गर्नुहोस्, म चिया लिएर आउँछु है। हुन्छ छोरी। यहाँको अवस्था हेर्दा छोरीले साह्रै दुःख पाउने जस्तो छ। अब यसरी हुँदैन, छोरीलाई साथै लिएर जानु पर्ला। हेलो बसन्त, तिमी कहाँ छौ? म घरमै छु। मधु, किन यसरी हात्तेर बोले कि? के भयो? मलाई ठुलो समस्या पर्यो बसन्त, ठुलो समस्या पर्यो। के समस्या पर्यो त्यस्तो? भन न। हेर न, मेरो बाबालाई एक्कासी गाह्रो भएर हस्पिटलमा भर्ना गरेको छ अरे। त्यसैले मलाई अहिले नै पैसाको एकदमै आवश्यकता परेको छ। लौ न, के गर्ने बसन्त? जे गर्ने हो छिटो गरिहाल। अब यस्तो बेलामा काम लाग्ने भनेकै तिमी नै आऊ। हुन्छ हुन्छ मधु, तिमी पिर नल्याऊ, म केही न केही गर्छु। हस् बसन्त। ओइ, यो घाँटीमा लगाएको तिलहरी खोल त। किन खोल्नु पर्यो यो तिलहरी? मलाई चाहिए। खोल्दिनँ म त। खोल भनेपछि खुरुक्क खोल न। किन खोल्नु पर्यो? फेरि यो तिलहरी कसलाई लगेर दिन लाग्नु भयो? तँ मसँग सवाल जवाफ गर्ने होइन है। भयो घरको गहना सुन चाँदी पैसा सबै त लगेर सकिसक्नु भयो, अब फेरि यो किन? तँ भने नटेर्ने हो। खोल भनेको। खोल्दिनँ, दिदिनँ म त यो त। भने त राम्रो मुखे राम्रो मुखे भने त मान्नुपर्छ नि यार। Ha ha ha!
मधु बसन्त तिमी आयौ अँ खोइ त अनि मैले भनेको चिज ल्याइदिनौ मलाई अलि हतार छ ल्याएको छु यो पटक पैसाको जो गर्न सकिनँ यही तिलहरी ल्याइदिएको छु यो राख न ए पैसा भनेको थिएँ मैले तिलहरी पो ल्याइदिएछौ त्यही पनि ठिकै छ सुन न बसन्त मलाई यतिले मात्र पुग्दैन पैसा पनि चाहिन्छ बरु 1-2 दिनभित्रमा पैसाको पनि व्यवस्था गरिदेऊ न है ठिक छ अब त्यस्तै आपत परेको छ भने कोसिस गरौँला मलाई विश्वास थियो मेरो बसन्तले मैले भनिसकेपछि नाइ भन्नै सक्दैन भनेर मलाई अहिले हतार छ म जान्छु है मधु सुन न एकछिन बसेर जाऊ न हुँदैन भोलि बसन्त नि अहिले मलाई हतार छ कि बसन्त हस् बिचरा बसन्त ल त सम्झिज्यू म आएको पनि यतिका बेर भइसक्यो खै ज्वाइँको अत्तो पत्तो छैन मैले यसो कुरा बुझ्दाखेरि छोरीलाई धेरै नै पीडा रहेछ त्यसैले सम्झि आएर छोरी लिएर गयो भनेर चित्त नदुखाउनु होला लौ त सम्झिज्यू हजुरलाई जे सही लाग्छ त्यही गर्नुहोस् मैले त के भनौँ बुबा आफ्नो ख्याल गर्नु है समयमै औषधि खानु होला अनि बसन्त आएपछि तपाईँले मन नपराकी श्रीमती सधैँका लागि घर छोडेर गई भन्दिनँ है त सम्झि किन छोरी
मसँग त थुतुलो चलाउँछस् तैँले सोध्यो कि होइन तपाईँ मबाट के चाहनुहुन्छ भनेर हो यही हो त यो घरबाट र मेरो जिन्दगीबाट सधैँको लागि टाढा भइदिए हुन्थ्यो भन्ने चाहन्छु मधु तिमी त झोलासोला बोकेर तयार भएकी छौ त कहाँ जान लाग्यो कि बढी नबोल बसन्त पैसा ल्याएको होला खैलेऊ मलाई माफ गरिदेऊ हेर न यो पटक मैले पैसाको जो गर्नै सकिनँ मैले तिम्रो रहर इच्छा आकांक्षा अनि आवश्यकता पुरा गर्न सकिनँ सरी है मलाई पहिल्यै थाहा थियो तिमी जस्तो मान्छेले मेरो चाहनाहरू पुरा गर्न सक्दैनौ भनेर जब 2 पैसा जुटाउन नसक्ने मान्छेले ठुलो ठुलो सपना किन देख्छौ ह पैसा 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 किन यति धेरै पैसा चाहिन्छ तिमीलाई पैसा दिए चाहिँ खुसी हुने पैसा नदिए रिसाउने तिमीले मसँग माया गर्यो कि मेरो पैसासँग छैन तिमीलाई यसरी पैसा दिन मसँग किन यसरी ठुल्ठुलो सपना कराउँदैछौ ह पिट्छौ मलाई लु पिट आखिर आफ्नो औकात देखाएरै छाडो होइन तिमीले छी कस्तो मान्छेसँग भेट गर्न पुगेछु ए अहिले आएर तिम्रो लागि छी नराम्रो मान्छे भयो नि त म पैसाको बिटा र सुनको गरगहना दिइन्जेल त राम्रो मान्छे थिएँ म तिम्रो लागि अझ मैले औकात देखाएँ रे औकात मैले होइन तिमीले देखायौ बुझ्यौ मलाई बल्ल थाहा भयो तिमीले मसँग होइन मेरो धन सम्पत्तिसँग माया गरेकी रहेछौ भनेर तिमीले जे जे भन्यो जसो जसो भन्यो त्यसो गर्दै गएँ म रित्तिँदै गएँ म त्यति मात्रै हो र तिम्रो कारणले गर्दा मलाई त्यति धेरै माया गर्ने मेरी देवी जस्तै श्रीमतीलाई राक्षसको जस्तो व्यवहार गर्न पुगे दिनरात दुःख पीडा यातना तिरस्कार दिइरहे तिम्रो कारणले गर्दा यो सब मैले किन गरेँ थाहा छ तिमीलाई सिर्फ तिम्रो लागि तर तिमीले बुझेनौ बुझ्यौ पनि कसरी तिमीलाई त केवल पैसा चाहिएको थियो पैसा ओ हेलो भाषण गर्न पुग्यो मलाई तिम्रो बकवास भाषण सुन्नु छैन यदि तिमीलाई त्यस्तो भाषणै गर्ने रहर छ भने तिम्री सोझी पाखे श्रीमतीलाई गएर सुनाऊ मलाई होइन अनि अर्को कुरा कान खोलेर सुन तिमी जस्तो केटालाई त्यही पाखे श्रीमती नै सुहाउँछ म जस्तो केटी होइन अझ के भन्दै थियौ रे तिमीले मलाई धन सम्पत्ति गरगहना दिन्जेल मात्र खुसी हुने रे म तिमीले के सोचेछौ ह मलाई तिमीले त मेरो बाहिरी रूप मात्र देखेका छौ भित्री रूप होइन मैले त तिमीलाई जाँचेकी मात्र थिए तिमीले मेरो लागि के कतिसम्म गर्न सक्दो रहेछौ भनेर धन सम्पत्तिको कुरा के गर्छौ ह मसँग तिम्रो 7 पुस्ताले खाइन सक्ने सम्पत्ति सहरमा छ मेरो बाबाले जोड्नु भएको
मेरो बाबाले त मलाई भन्नुहुन्थ्यो सङ्गत गर्दाखेरि आफ्नै लेभल मिल्नेसँग गर्नुपर्छ भनेर, तिमी जस्तासँग होइन। आइन्दा मैले यो अनुहार कतै देख्नु नपरोस्। मलाई फोन म्यासेज केही पनि गर्ने होइन। बा ए बा होइन के भयो? बा रितु खै कहाँ गइन्? कतै देख्दिन त। किन चाहियो तँलाई ऋतु? श्रीमतीको नाम सुन्ने बित्तिकै खाउला जस्तरी हेर्ने र बोल्ने मान्छेले आज त श्रीमतीको नाम लिँदैछस्। अचम्मै भयो। बा भन्नुहोस् न रितु कहाँ छिन्? खै किन आज मेरो मन निकै आत्तिरहेको छ। कहिले नखोज्दै यो मेरो मनले खै किन आज ऋतुलाई यो मनले निकै खोजिरहेको छ। जसरी आज तेरो मनले ऋतुलाई खोजिरहेको छ नि, त्यसै गरी हरेक पल हरेक दिन यसरी नै ऋतुलाई खोजेको भए सायद आज यो दिन आउँदैन थियो होला छोरा। अब धेरै ढिला भइसक्यो छोरा। अब तैँले तेरो ऋतुलाई पाउँदैनस्। उसको बुवा आएर सधैँको लागि लिएर गइसक्नु। तपाईँ यो के भन्दै हुनुहुन्छ बा? यो कदापि हुन सक्दैन। ऋतुले मलाई छोडेर जान सक्दिन। वर्षौं पहिला खाएका ती बाचा कसमहरू छिनभरमै यसरी तोडेर जान सक्दिनन्। तपाईँ झुट बोल्दै हुनुहुन्छ बा। भन्नुहोस् न कहाँ छिन् मेरी ऋतु? मलाई त लाग्छ ऋतु यतै कतै छ। भन्नुहोस् न। मलाई पनि त्यही लाग्छ छोरा। काश यो कुरा झुटो भइदिए हुन्थ्यो भनेर। तर सत्य यही हो, अब तेरो ऋतु कहिल्यै फर्केर आउँदैन। अब यसरी रोएर कराएर केही फाइदा छैन छोरा। मैले त्यतिखेर तँलाई धेरै सम्झाएँ बुझाएँ, तर तैँले मेरो कुरा कहिल्यै सुनिनस् र कहिल्यै बुझिनस्। तैँले जहिले पनि एकरो घमण्ड गरिरहेस्। आफूले माया गरेर विवाह गरेर ल्याएको श्रीमतीको इच्छा चाहना मर्म कहिल्यै बुझ्न सकिनस्। सधैँ रुवाइरहेस्। त्यो जाबो 2-4 दिन भेटेको केटीलाई आफूले दुःख गरेर कमाएको सुन चाँदी गरगहना भएको सम्पत्ति सबै लगेर पोसिस् र सकिस्। अब तँसँग के नै बाँकी रहेर? न तेरो श्रीमती रहे, न त्यो भेटेको केटी रहे, न तैँले दुःख गरेर कमाएको सुन चाँदी गरगहना पैसा रह्यो। अब के नै बाँकी छ र छोरा? सबै सक्यो। भन्छन् नि कि आफूले जान्नु कि ठुला बडाले भनेको मान्नु। ठुला बडाले भनेको नमान्दा आज यो दिन भोग्नु पर्यो। अब जिन्दगीभरि भोगेर बस। हो बा, म अधर्मी पापी अपराधी नै हो। मैले मेरी ऋतुलाई धेरै अन्याय र अत्याचार गरेँ। त्यो पापको प्रायश्चित म कसरी गरौँ? म कसैको प्रेममा अन्ध भए। मलाई यति धेरै माया गर्ने मेरी ऋतुलाई
कहिले चिन्न सकिन र मैले बुझ्ने कोसिस पनि गरिन। सानै उमेरदेखि सँगै हुर्कियौं, सँगै पढ्यौं, अन्ततः विवाह बन्धनमा पनि बाँधियौं। तर मैले मेरी ऋतुको मायालाई कहिले बुझ्न सकिनछु। धिक्कार छ बा, मलाई धिक्कार छ। म के गरौँ अब, म के गरौँ बा? म उनलाई कसरी भेटु? केही त उपाय बताइदिनुहोस् बा, जसको कारणले गर्दा म ऋतुलाई भेट्न सकु। तपाईले मलाई कुनै दिन भन्नुभएको थियो बा, म सुध्रिए मेरो कुरा सुन्दैनौ न भन्दा तेरो लागि सुनिदिने कोही नहोलान् भनेर। तर आज म सुध्रे, आज मेरो कुरा सुनिदिने मेरो साथमा ऋतु छैनन् बा। कस्तो विडम्बना यो, म बर्बाद भए बा। म न घरको न घाटको भए। म के गरौँ? नरो छोरा, नरो, यसरी नरो। मैले सधैँ भगवानसँग पुकारा गरिरहन्थेँ, हे भगवान मेरो छोरा सुध्रियोस्, यसलाई सद्बुद्धि दिउन् भनेर। आखिर भगवानले मेरो पुकारा सुनिदिनु भयो। सुध्रिस पनि र क्षमा पनि मागिस्। तैँले गल्ती त जीवनमा धेरै ठुलो गरेकै होस् छोरा, तर त भगवानको पनि क्षमा लायक त छैनस्। तर म बाउ हुँ, म तँलाई क्षमा दिन्छु। त यसै गरी सुध्रिने नै हो र विगतमा फेरि कुलतमा नलाग्ने हो भने म आफै सम्धीज्यूको घरमा जान्छु र सम्धीज्यूसँग बसेर सबै कुरा गर्छु। मेरो छोरा सुध्रियो, अब ऋतुलाई फर्काइदिनुहोस् सम्धीज्यू भनेर ढोग्छु, बिन्ती गर्छु र जसरी भए पनि तेरो ऋतुलाई फर्काएरै ल्याउँछु छोरा, त चिन्ता नले। बसन्त, म आइसकेँ, आउ जाउँ। ऋतु, तिमी आइपुग्यौ? कति अबिर गरेको बसे कि? हेर त, म आधी घन्टा भइसक्यो तिमीलाई कुरेर बसेको। बसन्त, तिमी सधैँभरि मलाई यसरी नै कुरी बसौला अनि म नआउँला, त्यो बेला तिमी के गर्छौ? त्यसो नभन ऋतु, यो कुरा त के हो र? तिम्रो लागि सयौं जुनी कुर्न परे पनि म कुर्न तयार छु। कस्तो बुद्धु हौ क्या तिमी त? बुझ्थे कि क्या म तिमीसँग? यति कुरा नै बुझ्दैनौ? जाऊ, तिमीसँग म बोल्दिन। यसरी पनि जिस्किन्छन् कि क्या हो कोही? नरिसाउ न यसरी, अहिले ढिला हुन्छ, बरु जाउँ। उसो भए खै तिम्रो किताब देऊ, म बोकिदिन्छु। नाइ, म त दिन्न, जहिले पनि मेरो किताब तिमीले बोक्नु पर्ने। खोइदेऊ न, आज बरु म तिम्रो किताब बोकिदिन्छु। नाइ, तिमीलाई गाह्रो हुँदैन कि क्या? दिन्न म त। खैले छिटो। के मेरी ऋतु फेरि फर्केर आउँछिन् त? आउँछिन् छोरा, आउँछिन्, पक्कै आउँछिन्, चिन्ता नगर।